नमस्कार नमस्ते नेपाल। आज पनि सदा चाहिँ फागुन 27 गतिका देश तथा विदेशका खबरहरू लिएर म तपाईमा उपस्थित भइसकेको छु। बालेन प्रधानमन्त्री बन्नेमा ढुक्क दायाँ बायाँ केही हुन्न। काठमाडौँ 3बाट जितेका राजुनाथ पाण्डेको भनाई। नेपाल भारत सम्बन्ध प्रगाढ बनाउने चर्चा। चुनाव सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाई इजरायलको बधाई। समानुपातिकमा राष्ट्रसभाले कटायो 50 लाख मत। हिमाली जिल्लामा घण्टीको आवाज मधुरो। केपी शर्मा ओलीको हारसँगै एमएलए नेतृत्वमा बल्झियो पार्टी अध्यक्षको विषय। अब बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने। श्रम संस्कृति पार्टीका हर्क साङपाङ लेख्छन् ज्ञानेन्द्रसँग कुरा मिल्ला जस्तो छ। अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे रातो पासपोर्ट। गृहमन्त्री ओम प्रकाश अर्याल र चिनिया राजदूत बीच भेटवार्ता हुँदै आज भारत जाँदै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई। ताप्लेजुङमा आधा दर्जन बाँदरहरूलाई धपाउँदै हत्या गर्ने व्यक्ति पक्राउ। वायु प्रदूषण बढ्यो, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह। भेटियो माटोको डिस्कोमा पुरिएर किशोरीको मृत्यु। सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या, 4 जना पक्राउ। र अन्तर्राष्ट्रिय खबर, इरानमा अमेरिकी इजरायल आक्रमण, अमेरिकी सैनिकको मृत्यु। इरान विरुद्धको सैन्य आक्रमणमा चाँडै सकिने डोनाल्ड ट्रम्पको चेतावनी। र यिनै खबरलाई अंग्रेजीमा। Rajnath Pandey, who on from Kathmandu 3, said that Balan becoming Prime Minister is almost certain and there will be no manipulating or tricks. Discussions are underway to strengthen Nepal-India relations. Israel has congratulations Nepal for successfully completing the election. Rashtriya Swatantra Party RSP has crushed 5 million votes in the proportional representation systems. The sound of the bell symbol is fading in the Himalayan districts. After KP Sharma Oli defeated the issues of party leadership and the chairmanship has intensified within the UML, the upcoming government will implement the report of the Investigations Commission. Harka Sangpang of the Liberal Culture Party wrote that it seems possible to raise an understanding with Gyanendra Shah. Finance Minister Rameshwar Khanal has returned his red passports. Home Minister Om Prakash Aral held a meeting with Chinese ambassador, while former Prime Minister Dr. Baburam Bhattrai is leaving for India 2 days. And Taplejung, the person who brutally murdered about half of dozen monkeys named has been arrested. Air pollution has increased and the Ministry of Health has urged people not to leave their home unless it is absolutely necessary. A teenager girl died after being buried by a landslide of muddy soil. And Surkhet for suspected have been arrested for the rape of the murder of a teenager girls. And American soldiers who has died and attacked by the United States and Israel or Iran. Donald Trump warned that the military attacks against Iran will एन्ड सुन। र आजको खबरलाई यही बिट मार्दै भोलि पनि पुनः उपस्थित हुने बाचा गर्दै जुन तपाईहरुले फेसबुक, टिकटक र युट्युबबाट हेरेर मलाई लाइक कमेन्ट गरिदिनु भएको छ र तपाईहरुले झन् ऊर्जावान बनाउँदै ल देश कुन देशबाट हेर्दै हुनुहुन्छ र नेपालबाट हेर्दै हुनुहुन्छ भने कुन जिल्लाबाट हेर्दै हुनुहुन्छ र तपाईहरुको माया ममताले ऊर्जावान हुँदै म झन् दिन प्रतिदिन समाचार सम्प्रेषण गर्ने बाचा गर्दै आजको खबरलाई यही बिट मार्दै भोलि पनि पुनः उपस्थित हुने बाचा गर्छु। नमस्कार, नमस्ते नेपाल।